तीन व्यक्तित्वहरू र विनायक मण्डल जुन हाम्रा कविताका शब्दहरूलाई आफ्ना पेराजुबाट तौलिन यहाँ उपस्थित हुनुहुन्छ र सम्पूर्ण स्वतन्त्र साहित्यकारहरूलाई नमन गर्दै धेरै भूमिका नबाधिकन उद्घोषकको योजनाअनुसार म अगाडि बढ्छु र मेरो कविता मैले नवयुवा आन्दोलनको समयमा लेखेको थिएँ। किन नवयुवाहरूले आन्दोलन गरे त्यस्तै टाइपको छ। लौ सहित पनि तोतक छन्दमा छ। मेरो कविता यसरी सुरु हुन्छ। अब भो अति भो भनी ती बिचरा दिन खातिर जो सब थे पहरा हमरे पनि लौ अब हुन्छ भने यसपल्ट त लौ सहिदैमा पनि अब छोडी सबै हुन जो आफ्ना कति सम्झिनु ती विपना सपना मथिएरणमा सनमा लडने यसपल्ट त लौ सहिदैमा बने उठ हेर युवा जुट हेर युवा अनुहार तिमी अब फेर युवा अब हुन्न यसै कति हो सहने यसपल्ट त लौ सहिदैमा बने बलिमा चढने कतिको मन भो धन आऊ सबै दुःख लौ जन हो मरे उमरे छतको बचने यसपल्ट त लौ सहिदैमा बने न त के डर भो न त के पीर भो दिन का दिन यो अति अस्थिर हो बनी एक सबै मुलुकै लुटने यसपल्ट त लौ सहिदैमा बने न त ज्ञानको न त भोग गयो उपचार न भो सब रोग भयो भनाए जन हो कसरी बसने यसपल्ट त लौ सहिदैमा बने यस कानुनले न त न्याय दियो जनता लुटिए झन आँसु दियो अब देश बनाऊ सबै रहने यसपल्ट त लौ सहिदैमा बने म यतै छु कतै जल बादलमा कति हो बसने छलमा बलमा सब छोडी गए जन हो नभने यसपल्ट त लौ सहिदैमा बने यसपल्ट त लौ सहिदैमा बने। धन्यवाद।